दर्शकबिन प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्नको लागि एमालेका कार्यकर्ताहरूले आज दिनभरि कहाँ के आन्दोलन गरे सुन्नुस् है एकैछिन यो भिडियोमा। सबैभन्दा पहिला बिहान 7 बजे 20-25 जना एमालेका कार्यकर्ताहरू बाइक लिएर सिंहदरबारको गेट बन्द गर्न आए र गेट बन्द पनि गरे, आन्दोलन गरे। त्यसपछि नेपाल पुलिसले उनीहरूलाई यसरी रामधुलाई गर्यो। त्यहाँदेखि छडछिट्यान भए, 5 जना कार्यकर्ता पनि पक्राउ परे। त्यसपछि फेरि जम्मा भए उनीहरू। बिहान 10 बजे फेरि उनीहरू कालीमाटीको सब्जी मण्डीमा गए, 20 क्यारेट टमाटर किनेर लिएर आए, माइती गएर मण्डला पुगे। त्यसपछि सरकार विरुद्ध नारा लाउन थाले। प्रधानमन्त्री बालेन शाहले राजीनामा दिनु पर्यो भन्न थाले। किसानले भाव पाएनन्, किसानले मल पाएनन् भनेर उनीहरूले यसरी आन्दोलन गरे। यसरी उनीहरूले किसानले त्यति मेहनत गरेर फलाएको टमाटर उनीहरूले एउटा राजनीतिको नाममा यसरी सडकमा कुल्च्याए, यसरी टमाटर फाले। हेर्नुहोस् त, न त यिनीहरू सत्तामा हुँदाखेरि उनीहरूले देश बनाए, न त उनीहरू सत्ताभन्दा बाहिर आएका छन्। कोही देश बनाउँछु भनेर त्यो ठाउँमा पुगेको छ, न त उसलाई राम्रोसँग देश बनाउन दिइरहेका छन् यिनीहरूले। हेर्नुहोस् त, यो विषयमा तपाईँहरू के भन्न चाहनुहुन्छ कमेन्ट गर्नुहोस् र सबै नेपाली गाई भिडियो पुग्नुको लागि सबैजनाले एक शेयर गरौँ है।